खेलाडी हो गाइस अब हामी चाहिँ तल जानुपर्ने हुन्छ तलबाट हामी चाहिँ घाममा बस्नुपर्ने हुन्छ अनि उहाँको पनि हामी ओइ यता हेर उमुस्यानको डान्स गाइस अब हामी डान्स दिनभरि हामी नखेलाडी ल ब्लग स्टार्ट खेलाडी हो चुप साथीहरू अब चाहिँ हामी साथीहरू पुग्नु पायो होइन यहाँ चाहिँ हामी साथीहरू मेदी रातो रातो लाउने मेदी के हो अनि पिङ्क लाउने चाहिँ सुनिसा हो अनि हाम्रो चाहिँ साइडको वाइट लाउने चाहिँ हाम्रो गङ्गा हो होइन अनि तपाईँको हाम्रो साथीहरू हो फाल्गुनी आइपुग्यो यहाँ हाम्रो फोटो खिच्नलाई सर हो हाम्रो क्यामेरा बोकेर आउँदै हुन्छ अनि उता मेरो साथी चाहिँ ब्लग गरेर मुसु मुसु हाँस्दै चाहिँ हामीले ब्लग गरेको देखेर उताबाट हुनुहुन्छ तीनजना मात्रै मेरो साथी दुईटा पिङ्क कलर र रेड कलर लाउने साथी हाम्रो साथीहरूले दुईजनालाई पकाइसके हाम्रो साथीलाई कमजोर सम्झेको हाम्रो साथीहरू एकदम खतरा छन् अग्ली युनिसा साथी हो अलि होची फुट्दै वान म्यान आर्मी सुशीला अब बिचरा उसले एक्लै गर्नुपर्ने छ अब हामी केही भन्न सक्दैनौँ अब उसले एक्लै गर्नुपर्ने थियो र अब गयो अब चाहिँ केही गर्छ भन्ने उसले मलाई आश छ देख्नुभयो उहाँको खतरा गेम खेल्नुपर्छ अब चाहिँ फेरि प्लेस चेन्ज भइसकेको छ र सबै आफ्नो एकदम खतरा यतापट्टि हुनुहुन्छ हाम्रो साथीहरू दुश्मनहरू र यो दिदी गइसक्नु भएको छ यो दिदीले के चमत्कार गर्नुहुन्छ केही गर्नुहुन्छ कि भन्ने आश छ तर नगरेकै राम्रो किनभने यो दिदी हाम्रो दुश्मन हो खेलमा रियलमा होइन त्यहाँ हेर्नु युनिसालाई त्यो दिदीले फुल गरिदिन्छ युनिसा पनि एकदम खतरा डिफेन्स गर्दैछ अब कति बेला चाहिँ म च्याप्पा पक्रिन्छु भनेर सोच्दैछ त्यहाँनिर हाँस्दै चाहिँ मेरो साथी निहारिका दाजु ओ माई गड यिनीहरू दुइटा त हेर्नु न खेलेका हुन् कि के गरेका हुन् चिन्ने गाह्रो भइसक्यो ओ माई गड यो दिदी गङ्गा उफ्रिँदैछ गङ्गा कपाल हल्लाइ हाम्रो गङ्गाजीले धेरै लाउड बनाएर आइसक्नु भएको छ एकदम एटिट्युडमा है अब यत्रो लाउड बनाउनु भयो नि त हामी चाहिँ 10 क्लासको सपोर्टमा छौँ है हाम्रो किनभने हामी 10 क्लास हो नि त अनि यहाँ चाहिँ अब सब चल्दैछ गेम यहाँ केटी पनि छुट्न सक्दिनस् म पूर्व चाहिँ सक्दिनँ त्यो अस्तिसम्म स्टार्ट भयो देखा न उता के भन्छ यो भाइ क्याप्टेन बाजिलको हर बाजिलको सुरुमा आउट पार्छ गाइस कति खुसी भयौँ हामी हुटिङ कस्तो लाग्यो तिमीलाई फर्स्टमै टेलर देखाइदियो गाइस खतरा खेल्यो कपिलले यो टिम हाम्रो हामी 10 क्लासको टिम हो यो 9 क्लासको हो र हामी त्यो टिमको साइड छौँ तेरो पनि खतरा बनाइदिएको छु यहाँ हुटिङ गर्दा पक्रिएर त्यसलाई पछार्नु भयो किनभने त्यसलाई अघिदेखि मलाई नि पछार्न मन लागिरहेको थियो भेस्टाउने भाइ अलिक कुनै गर्दैछ हामी मन परिरहेको त छैन नि त्यो भाइ पुच्कै हैन अहिले पछाडि सक्नु भएको छ हाम्रो भयो क्या 10 क्लासका हाम्रो 10 क्लासको अघि अर्को पनि टिम थियो हैन त्यो टिमलाई चाहिँ यिनीहरूले हराए अनि यो 10 क्लास जुन आएको छ यिनीहरूले चाहिँ टुबेला हराएर आएको सो यिनीहरूलाई त यिनीहरूले हराउन सक्दैन हामी के छौँ कन्फिडेन्ट छौँ हामी अब यहाँनेरि आउँदै हुनुहुन्छ हाम्रो मनराजीलाई भन्दैछौँ हामी अब मनराज उहाँले एकदम राम्रो खेल्नुहुन्छ मनराज खेल्नु भयो सकेन केही पनि गर्न
यस्तो पनि गरिदिइसक्नु भएको छ कस्तो यस्तो बुरुक्क उफ्रिने वाला सु खोइ के हो त्यो मैले देखिन भन्न आउँदैन यस्तो पलाट्टै वाला र यो दिपेश भाइ आउट भएछ यो भाइको मलाई एकदम गेम हेर्नु मन छ दिपेश भाइको किनकि डान्स पनि गर्नुहुन्छ होइन एकदम मल्टी ट्यालेन्टेड हुनुहुन्छ सो यहाँ यो फिल्डमा पनि उहाँको ट्यालेन्ट हेर्न मन थियो तर उहाँ खेल्नै जानु भएको छैन अब यहाँनिर जानु भएको छ यहाँ आउनु भएको छ कपिलजी कपिल 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 ओ माय गॉड बब्बाल खेल्नु भयो कपिलजीले फोटो पनि खिच्दै हाम्रो कट्टु निलो कट्टु लागेको छ बिस्टे है अर्को निलो गाडा नि लागेको छ दिपेश अर्को लागेको छ यतापट्टिको चाहिँ के छ उनको त चस्मा चाहिँ चस्माको दाग भइसक्यो त्यसको त ब्लेसी हो त बिस्टे राखेसे म त कपिलहरुको टिममा हटाइ जाम देखिन नि सुरु भइसकेको